सद्गुरु महाराज की जय। परमादरणीय सुन्दर साथजी, हामी उपस्थित भइसकेका छौं। कीर्तन ग्रन्थ 56 प्रकरण भइ नै रे नौखण्ड आरती अर्थात महामती प्राणजी को जुन दिव्यता भव्यता, उनको उहाँको प्रस्तुतिमा परब्रह्म परमात्मा को झलक, महाकारण को चिन्तन, सृष्टि को सबैभन्दा गहिरो विषय परब्रह्म परमात्मा को हृदयमा कसरी सृष्टि कन्सेप्ट रह्यो, यस्ता कुराहरू उहाँको मुखारविन्दबाट शास्त्रका प्रमाण अनुसार जब प्राणजीले पेश गर्नुभयो, ती हरिद्वारका सबै धर्मावलम्बीहरू जति पनि थिए, उहाँहरूले, उहाँको लिडरहरूले चाहिँ परमात्मा सम्झेर उहाँलाई आरती उतारियो। त्यही प्रसंग यहाँ चलिरहेको छ। गर्दै गर्दै सबै धर्म सिद्धान्तहरूले परब्रह्मको कुरा गरेका रहेछन् र उहाँहरूको सिद्धान्त आएर प्राणजीको रूपमा मिल्यो। अर्थात 1 रुपैयाँमा 4 आने पनि हुन्छ, 8 आने पनि हुन्छ। त्यसै गरिकन परादशता प्रेम लक्षणा भक्तिमा 9 भक्तिहरू पनि त्यही रहन्छन् र त्यो महाकारण दशामा स्थूल सूक्ष्म कारण महाकारण सबै हुन्छन्। त्यसै गरिकन श्री कृष्णको अवतारमा अरु जम्मै अवतारहरू 24 अवतारहरूमा 22 अवतार श्री कृष्णमा समावेश हुन्छन् र यसरी महामती प्राणजीको ज्ञानमा सबै वेद शास्त्रका ज्ञान आएर समावेश भएको महसुस गरे र सागरमा सबै नदीहरू गए झैं, सूर्यमा सबै प्रकाशको अन्त भए झैं प्राणजीको परमधामको प्रवचन, परमधामको ध्यान, परमधामको सृष्टिको महाकारण बुझाउँदाखेरि अक्षर ब्रह्म पनि प्रत्यक्ष देखेर अक्षर ब्रह्मद्वारा सपनाको खेलमा रहेका यी खिचडी सृष्टि पनि उहाँहरूले छ्याङ्ग बुझ्नुभयो र एउटा नयाँ भिजन, एउटा दिव्य भिजन पाएको उपलक्ष्यमा महामती प्राणजीको आरती उतारियो। र अब त्यसै बीचमा एउटा ज्ञानको कुरा पनि आयो कि प्राणजीको पासमा चाहिँ कस्तो कस्तो व्यक्तित्वहरूको समावेश भयो र कस्तो कस्तो सिद्धान्तहरू आएर प्राणजीको सिद्धान्तमा मिल्यो भन्दाखेरि आए 4औं सम्प्रदायके साधुजन 4 आश्रम र 4 वर्ण। त्यसै गरी 10 नम्बर चौपाईमा आए, यूँ आए सुखव्यास बढी मत, शास्त्र हिसाबले बढी मत सुखव्यास। किन भन्दा व्यासले सबै कुरो दिए, वेद उपनिषदहरू। अन्तिममा श्री कृष्णको भक्ति बिना जीवन निरस भन्ने पनि नारदजीको उपदेशबाट तपस्या गरेर फेरि वेद व्यासजीले श्री कृष्ण भक्ति धारा, प्रेमको धारा, ब्रज र रासको लीला जाहेर गरे। त्यसैलाई सुखदेव महाराज फक्कडले पनि ध्यानद्वारा कृष्ण भक्तिको लबालब भरिएको प्रेम नै संसारमा सबैलाई हुने गरी उहाँले प्रस्तुत गर्नुभयो। त्यस्ता भक्तिका रूपहरू सुखदेव व्यास आए भन्नुको मतलब महामती प्राणजीले ब्रज र रासको प्रेमको महाकारण बताएर अक्षरातीत परब्रह्म परमात्माको प्रेमको अगाडि त ब्रज र रास त एउटा दृष्टान्त जस्तो मात्रै हो। त सानो कुवाको पानी देखेर सागर सम्झाए झैं र राम्रो पानीको बर्तनमा सूर्यको रिफ्लेक्सन देखाएर नानीहरूलाई हेर सूर्य कस्तो राम्रो छ भनेर माथि ओरिजिनल सूर्य देखाए झैं प्राणजीले अखण्ड ब्रजरास यो कारणले चाहिँ अक्षरले अखण्ड गरेको हो र त्यो लीलाको मूल रूप चाहिँ परमधाम, यसरी परमधामको प्रेम लीला हो भनेर छ्याङ्गै बताइदिँदाखेरि त सुखव्यासको सिद्धान्त पनि यसरी महामती प्राणजीको प्रवचनमा र उहाँको ग्रन्थमा समावेश भयो। यस्तो प्रकारले सुखदेव व्यास पनि आए। भन्दै भन्दै अब अगाडि बढौँ। 11 नम्बर चौपाई आए नवनाथ 84 सिद्ध भरस्या नुर सकल याविद। यो नवनाथ योगीहरू चाहिँ अत्यन्तै फेमस छन्। केमा भन्दा हठयोगमा, त्यस्तै गरिकन प्राणायामहरू, अनि यो तपस्या गर्नमा नवनाथ योगीहरू
यो लगभग उसमा शिवजीको परम्पराबाट मानिन्छ र मच्छेन्द्रीय जिनको संस्थापक गुरु मानिन्छ र उहाँको 8 जना शिष्यहरू अझै भएर 8 शिष्य र गुरु मिलाएर 9 हुन्छन् र नवनाथ योगीहरू भएर यिनीहरू मध्येमा एकजना चाहिँ राजा जनकको गुरु पनि भएका छन् र ती मच्छेन्द्रनाथ गुरुले चाहिँ अब अरू जब उहाँहरूको शिष्यहरू पछाडि नाथ 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 जोडिन्छ क्या। त्यो नामहरू अब तारतम बानीको चौपाई चलाएको बेला गुरुजी दीनदयाल महाराजले यसरी लेखाउनु भएको थियो त्यो नामहरू। अब त्यो डायरी खोलेर हेर्ने भने नामहरू भेट्यो तर सबै कुरो यो तयार पारिदिँदा चाहिँ शिष्यहरू यहाँ स्टुडेन्टले केही नखोजेकोले गर्दा खोज्ने काम चाहिँ हुन दिन्छु म चाहिँ आफै खोज यसरी नवनाथ योगीहरूको नाम आउँछ भन्ने। त्यसमा गोरखनाथ पनि एउटा शिष्य हुन्। गोरखनाथ सुनेर गोरखनाथ पिठे छ नि हो। त्यसरी चाहिँ भएर विशेष चाहिँ जैन सम्प्रदायहरूमा यो तीर्थङ्करहरूमा यसरी आउँछ नवनाथ योगी। यिनीहरूको पनि सम्प्रदाय ठुलै छ र उहाँहरूको चाहिँ विशेष गरी चाहिँ के हो भन्दाखेरि इष्ट चाहिँ अब आत्मा परमात्मा नै भन्छन् तर साधनामा ज्यादा जोड दिएर मनको शुद्धता आत्माको शुद्धता दुःखको कारण यो मनको अशुद्धता हो भनेर अब ध्यानका विधिहरू ध्यान गर्ने यसरी उहाँहरूको सिँढी छ ज्ञानको सिँढीहरू छन्। उहाँको अध्ययन छुट्टै गरेर अहिले त अब गुगल भगवानहरूलाई सोद्धा पनि हुन्छ त्यतातिर के बताउँछन् ल यो कुरो अब यतातिर जायो भने अर्को नाथ सुरु होला फेरि है। तर यति चाहिँ विचार गर्नु पर्यो कि नवनाथ यिनीहरूमा 84 सिद्ध चाहिँ माने 84 सिद्धमा 84 लाख योनि छ यता है 84 लाख नर्क कुण्डहरू छ 84 ठुलो छ हिसाब किताब हो। त्यस्तै उहाँहरूको चाहिँ हो त्यस्तो 84 योनिहरूबाट पार हुनुको लागि 84 नर्क कुण्डबाट पार हुनुको लागि 84,000 विधिहरू छन् उहाँहरूमा। 84,000 विधि कहिले पार गर्नु भन्दाखेरि साना साना कुराहरूदेखि लिएर दिनचर्यामा साना सास फेर्नुदेखि लिएर बाहिर आएको श्वासमा र भित्र आएको श्वासमा त्यो कीटाणुहरू मर्नु भएन हो। त्यस्तो खालको धेरै हिँड्दाखेरि एकदम भुइँ फुकिकन हिँड्नु पर्यो कमिला मर्नु भएन हो। त्यस्तो तयारीहरू क्या यो जम्मै तयारीहरू चाहिँ प्राणजली कसरी लिनु हो तारतम सम्झिनुको लागि यति सबै जरुरी छ भन्ने खालको दिव्य परमधामको ज्ञान सम्झिनुको लागि साधना क्रमहरू जम्मै हुँदै हुँदै जीवहरू अब चाहिँ तयार भए दिव्य परमधामको पात्र भनेर चाहिँ सिँढी त्यसरी चलाइदिनु भयो र सबै तयारी त ठिकै हो आखिर चाहिँ के भन्ने आउँछ क्या सबै ठिकै हो आखिर चाहिँ के भात पकाएको किन सब्जी पकाएको किन सब पाकेको के हो मेन मकसद त खानु हो नि त हो। त्यसै गरिकन सबै साधनाको मेन मकसद चाहिँ के हो भन्दा मुक्ति हो परमात्मा प्राप्ति हो परमात्मा अनुभूति हो त्यो परमात्मा चाहिँ खोइ त्यो परमात्मा चाहिँ के छ त को हो ती परमात्मा कहाँ बस्छन् ती परमात्मा कस्तो छ उहाँको स्वरूप उहाँ बस्ने के साकार कि निराकार हो। यस्तो प्रश्नहरू प्राणनाथजीले हरिद्वारमा सबै गरिसक्यो उहाँको सुनिसकेपछि तपाईँको सबै राम्रो लाग्यो तर परमात्माको चाहिँ कङ्क्रिट जग्गा चाहिँ बताउनु भएन नि त। तपाईँले यो संसारतिरै बताइरहनु भएको छ चिसो शुद्धि भन्नुहुन्छ मन शुद्धि भन्नुहुन्छ शरीरमा फ्रेसनेस भन्नुहुन्छ यो चक्र जगाउनुहुन्छ सबै कुरा गर्नुहुन्छ तर आत्मा र परमात्माको प्रेमको सम्बन्धको चर्चा चाहिँ खोइ अब गुरु त अब वेदव्यासी सुखदेवहरू मान्नुहुन्छ होला अब वेदै मान्नुहुन्छ होला वेदमा अब अनन्त प्रक्रियाहरू छ तर साधनको विषयमा 84 साधन 84,000 साधनको कुराहरू गर्नुहुन्छ है। तर सबै साधनको अन्तिममा चाहिँ के हो त
परमात्मा नै हो भने हो। यसरी चाहिँ प्राणनाथजीले प्रेमसँग यो कुरो राख्नुहुन्छ। अब प्राणनाथजीले चाहिँ हो यो सबै साधनाको फल चाहिँ हो परब्रह्म परमात्मा यस्तो यस्तो भनेर सृष्टिको महाकारण तारतम्य परमधामको अवलोकन र सृष्टिभित्र भइसकेपछि अब चाहिँ तपाईँहरूले साधन गरेको चाहिँ साधना गरेको चाहिँ यो 84 कुण्ड, यो 84 यो के अरे 6 चक्रहरू जगाउने, कुण्डली जगाउने, यी जम्मै चाहिँ शरीर बनेपछिको कुरा हो क्या। सृष्टि शरीर बनिसकेपछिको साधना गर्छ। म चाहिँ भन्दैछु यो शरीर संसार बन्नुभन्दा पहिला नै आत्मा र परमात्माको घर छ क्या। यो शरीरलाई धारण गर्नुभन्दा, यो शरीर बनिनुभन्दा पहिला नै आत्माको अस्तित्व छ। तपाईँ सपनामा जानुभन्दा पहिला नै तपाईँको सुतेको शरीर छ क्या एउटा हो। त्यस्तै परमात्माले सृष्टि बनाउनुभन्दा पहिला नै परमात्मासँग आत्माको सम्बन्ध लिला छ। हो त्यसो कुरा गरौँ न भनेर चाहिँ यसरी प्राणनाथजीले सबैको ध्यान तारतम्य परम्पराको दिव्य परमधाम मूलमिलावा त्यो दिव्य परमधामको वर्णन अक्षरले पनि अक्षरातीतलाई नदेखेको मतलब ब्रह्मा त नदेखेको कुराहरू अनि अक्षर ब्रह्म पनि परमात्मै राज्यकै नजरभित्र रहेको र राज्यले अक्षर ब्रह्मले गर्ने बेहद लीलाको कुराहरू अन्तस्करणका लीलाहरू तपाईँ नसुतिकन पनि तपाईँको मनमा धेरै कुराहरू थिए। हो त्यस्तै अक्षर ब्रह्मले सृष्टि बनाउनु भन्दा पहिला नै अक्षरको अन्तस्करणमा धेरै लीलाहरू छ। पुरुष लीला भए, गोलोकी लीलाहरू भए, सबै अक्षरको अन्तस्करणभित्र भएको हो नि। त्यो सबै अखण्डै छ नि। तर त्यो सबैको अगाडि यो सृष्टि सञ्चालन सृष्टिको पनि कुरा आएको छ। सृष्टि बनेको छ। त्यसले गर्दाखेरि जो उपज्यो सो त रह्यो नै कहीँ, जो उत्पन्न भएको छ त्यो रहँदैन। हो त्यो नरहेपछिदेखि अगाडि चाहिँ के हो त्यो कुरा चाहिँ तपाईँहरूले नबुझ्नु भएको कि त्यहाँ सङ्केत हुँदा हुँदा सङ्केत नबुझेको के हो यो चाहिँ भन्दाखेरि प्राणनाथजीले भन्छ यो केही होइन। तपाईँहरूले सद्गुरु नपाएर अनि सद्गुरु त संसारमा भर्खर आउनुभयो। परब्रह्म परमात्माले यो आफ्नो घरको आफ्नो परिचय दिएको ज्ञान चाहिँ तारतम्य ज्ञान लिएर भर्खर आउनुभयो र त्योभन्दा पहिला चाहिँ उहाँलाई परोक्ष ज्ञान दिनुभयो। कुरान पुराण जम्मै उहाँको साक्षी ग्रन्थहरू क्या परब्रह्मको। तपाईँ साक्षीमै अल्झिनु भयो अनि अल्झिनु स्वाभाविक हो किनभने परब्रह्म जाहेर हुनै भएको थिएन। अब चाहिँ वेद शास्त्र सृष्टि यसैको लागि हो भनेर दिएको तारतम्य ज्ञान भन्ने आएको छ कि हो त्यो तारतम्य ज्ञानको सङ्गत गर्दा चाहिँ सद्गुरु पाइन्छ। अनि सद्गुरुसँग करता र सद्गुरुसँग चाहिँ परमात्मा भेटिन्छ भन्ने कुरो शास्त्रमा थिए। यसरी प्राणनाथजीले सम्झाउँदाखेरि सरक सरक उहाँहरू यो तपाईँले दिएको ज्ञान नै सद्गुरुको ज्ञान हो। किन अहिलेसम्म हाम्रा गुरुहरूले यसरी यो आत्मचिन्तन गरेर त्यो परात्मा परमधामको चिन्तन चाहिँ गराएको थिएनन् भनेर उहाँहरू आउने क्रममा चाहिँ यसरी को आए रे भन्दा 84 सिद्धिहरू पनि आए। यसरी वर्षा नुर महामतीको स्वरूपबाट तारतमको नूर प्रकाश परमधामको महाकारणको ज्ञान रूपी नूर वर्षा हरिद्वारमा वर्षा तारतम्बानीमा वर्षा गर्दै गर्दै मेरो आफ्नै अन्तस्करणमा वर्षा र आफू हृदयमा त्यो प्रकाश दर्शन गर्नु पर्यो। सकल या विद यसरी भूमिका बनेर चाहिँ यो प्रकारले वर्षा इता आए बुद्धजी। यो सबै प्रकाश पार्ने को भन्दा बुद्धजी अर्थात् जागृत बुद्धिको अवतार। ऐसी कि त यस्तो गर्नुभयो। त्यसले गर्दाखेरि अब भइ नै रे 9 खण्ड आरती। 9 खण्डमा नयाँ आरती अक्षरातीतको आरती सद्गुरुको आरती गुरु साक्षात परमब्रह्मको आरती नयाँ आरती भयो। योभन्दा पहिला वर्षौँदेखि आरती गरिरहेका थिए। जय जगदीश हरे स्वामी जय जगदीश हरे गरेर आरती गरिरहेका थिए। आत्मालाई आहुति दिइरहेका थिए। कहाँ? स्वर्गमा वैकुण्ठमा साकारमा निराकारमा चलिरहेको थियो।
त्यसै जग्गामा अक्षरातीत परब्रह्म परमात्मा साक्षात धामधनी स्वरूप जो चाहिँ तटस्थ भएर खेल हेरिरहेको त्यो स्वरूपको अन्तस्करणमा त जम्मै महाकरण केन्द्रित भएको 25 पक्ष परमधामको दर्शन भएको नयाँ आरती पुराण ब्रह्म ब्रह्म से न्यारे आनन्द अखण्ड अपारे शिव सनकादिका इच्छित उहाँहरूले पनि चाहिरहेको शेष नपावत पार शेष नारायणले पनि पार नपाउने त्यस्तो अक्षरातीत यस्तो खालको स्वरूपको आरती छत्रसाल महाराजले पनि यही प्रसङ्गमा गएर जब उनलाई प्राणजीको परिचय भयो स्वतः उनले अक्षरातीतको दर्शन गरेर प्राणजीको आरती उतार्नुभयो। यसरी नयाँ आरती ल आइताय बुद्धजी ऐसे कि द भैने रे नौखण्ड आरती हरिद्वारमा त ऐसे कि द त्यति गर्दै गर्दै जागनिको अभियानमा 5000 सुन्दर साथ ऐसे कि द तर मलाई चाहिँ ऐसे कि द भयो कि भएन हेर्नुपर्ने चाहिँ यता हो। अब उता उता भए कता कता भयो भने आफू चाहिँ त्यस्तो खालको चाहिँ यी त आए बुद्धजी ऐसे कि द मलाई हृदयमा यस्तो बनाउनु भयो कि यो परमधामको भक्ति परादशा प्रेम लक्षण भक्ति र राज्य महाराजको ध्यान सुमिरन चिन्तनमा त संसार त धेरै पर छुट्दो रहेछ र राज्यको चरण प्रत्यक्ष मिल्दो रहेछ भन्ने चाहिँ ऐसे कि द मेरो हृदयमा भन्नु पर्यो। अब चौपाई नंबर 12 में आए चारों संप्रदाय के साधु। 4 संप्रदाय रामानुज संप्रदाय, निमानुज संप्रदाय, विष्णु श्याम संप्रदाय, 4 संप्रदाय रामानुज निमानुज विष्णु श्याम अर्को के रामानुज निमानुज विष्णु श्याम माधव संप्रदाय माधवाचार्य यो 4 संप्रदायहरू आए। अब 4 संप्रदाय साधुजन अब यहाँ दीक्षित लक्षित भएकाहरू सबैजना आए। अब आफ्नो आफ्नो मान्यता सुनाउँछन्। हरिद्वारको मजलमा तपाईहरु बितक मजाले सुनिहाल्नु भएको छ अनि हाम्रो सुन्दर साथले बितकमा यति मजाले हरिद्वारको मजल सुन्छन्। 4 सम्प्रदाय सबै 28 सम्प्रदायहरू किन वक्ता उतै श्री कृष्ण प्रकट गर्नु र ब्रजलीला गर्नमै भागवत गर्न थाल्छन् बितकमा र उतै भुलिहाले अनि लास्टमा 3 दिन रहन्छ अनि के हरिद्वार सुनाउनु जम्प मारे त्यहाँ। त्यसले गर्दा राम्रो सुन्नु पाउनुहुन्छ। अब चाहिँ के गर्नु पर्यो भन्दा आफै बित्त खोलेर हेर्नु पर्यो। कुरो चाहिँ त्यो बित्तको महिनामा त भ्याउला जस्तो लागेन यो पाराले त। यसपालि मैले 10 दिनको बित्त गरेर आएको दाप्चामा सुरत पुर्याएको छु। अर्को साल त्यहीँ उता लान्छु भनेको छु। त्यस्तो मजा बस्छ। ल 4 समुदायको साधुजना अब उहाँहरूले यो सबै के शब्दमा चाहिँ साथ भयो त यहाँहरूसँग भन्दाखेरि सतगुरु ब्रह्मानन्द है सूत्र अक्षर रूप शिखा सदा तीन से पर चेतना जजम सेवन है पुरुषोत्तम यसमा भाग छ। सतगुरुमा के अरे प्राणनजरी पछाडि आफ्नो पद्धति बताउँदाखेरि यी जम्मै शास्त्रका भाका शब्दहरू चाहिँ पहिले महादेवले पार्वतीलाई भनेको रहेछ नि त। ब्रह्मशिष्यहरू आउँदैछन् उहाँहरूको चाहिँ यस्तो यस्तो मान्यता हुन्छ भन्दाखेरि चाहिँ सतगुरु ब्रह्मानन्द भनेपछि सतगुरुको विषयमा चर्चा हुनेछ। सतगुरु चाहिँ उहाँहरूले कसलाई मानेका छन् भन्ने कुरोमा सतगुरु सतगुरु ब्रह्मानन्द सूत्र यो सूत्रको विषयमा एउटा टपिक सूत्र हो। शिखा सदा त्यहाँ अर्को टपिक शिखा तपाईको शिखा के मान्छ तपाईको सूत्र के हो त्यस्तो विषयमा चर्चा हुन्छ। त्यो चाहिँ बितकबाट सुन्नु पर्यो। ल त्यो ब्रह्मश्रीको पद्धति जसलाई याद छ उनीहरूले त्यहाँ एउटा टपिक निक्लिन्छ 12-15 शब्द तीबाट आउँछ। सेवा नय पुरुषोत्तम भनेपछि सेवा कसको गर्नुहुन्छ भनेर त्यसमा सेवा नय उत्तम पुरुष सेवा गर्छौँ। यसको मतलब तपाईहरुको उनीहरूले भनेछ
हाम्रो क्षर पुरुषको सेवा गर्छौँ, हामी इन्द्र पुरुषको सेवा गर्छौँ, हामी विष्णु पुरुषको सेवा गर्छौँ, हामी शिव पुरुषको हो त्यस्तो खालको भने आएको छ तपाईँ प्राणजी भने त जम्मै तपाईँले त यो खै खेलको भित्रको संसारको कुरा मात्रै गर्नुहुन्छ हौ। परब्रह्मको चाहिँ कुरा निकाल्नुहोस् न यहाँनिर। तपाईँहरूले गीतै बुझ्नु भएको छ नि क्या हो, गीतामा 3 पुरुषको छ त भने हो त्यस्तो खालको। ए ल कुल मिलाएर यति बुझ्नुहोस्, आए 4औं संप्रदाय के साधु जना 4 आश्रमको पनि आयो। 4 आश्रममा के पर्यो? गृहस्थ आश्रम, ब्रह्मचारी आश्रम, गृहस्थी आश्रम, वानप्रस्थ आश्रम अनि सन्यास आश्रम। 4 आश्रम आयो। अनि 4 वर्ण, 4 वर्णमा के हो? क्षत्रिय, ब्राह्मण, वैश्य, शूद्र। यसरी यिनीहरू पनि आए अरे। यिनीहरूको आफ्नो आफ्नो धर्म छ। 4औं खुट्टौं के, खुट्टौं भनेको 4 कुनाबाट क्या आए गावते गुना। परब्रह्म परमात्मा जाहेर हो गए भनेर आफ्नो आफ्नो भाषामा भजन गाउँदै गाउँदै आएछन् सबैजना। 4औं खुट्टौं के आए गावते गुना, भई नै रे 9 खण्डों आरती। श्री राज जय राज जय जय राज, श्री राज जय राज जय जय राज। जैसे जस्तो परमात्मा श्री कृष्ण आएको समयमा कस्तो भनेको छ, सबै देवी देवताहरू आएर हो भगवान हाम्रो आइपुग्नु भनेर फुल वर्षाए भनेर त्यसरी धार्मिक ग्रन्थहरूमा, भक्ति ग्रन्थहरूमा श्रीकृष्णको आगमनमा देवी देवताहरूले फुल वर्षाको कुराहरू आउँछ, दर्शन गर्न आएको कुराहरू आउँछन्। हो त्यसै गरिकन अक्षरातीत परब्रह्म परमात्माको 16 आना शक्ति लिएर महामती प्राणजी हरिद्वारमा आउँदाखेरि यहाँ चाहिँ कसरी आए अरे भन्दा, अहिलेसम्म सबैले ब्रह्म खोजेका सूत्रहरू, परब्रह्मको चिन्तन गरेका ती दुहाहरू, त्यो सिद्धान्तहरू जम्मै आएर प्राणजीको शरणमा रहेर हामीले अहिलेसम्म यति सेवा गऱ्यौँ। हे परब्रह्म परमात्मा स्वरूप महामती प्राणजी, अब तपाईँले नयाँ मोड दिनुभयो र एकदम अखण्ड अविनाशी प्रलयदेखि बाहिरको लक्ष्य दिनुभयो र तपाईँको शरणमा हामी आयौँ भनेर चाहिँ सिद्धान्तहरू आएका कुरा बुझ्नुहोला। र 4औं सम्प्रदायको सिद्धान्त पनि आयो, 4 आश्रमले खोजेको कुरा पनि आयो, 4 वर्णहरूले खोजेको कुरा पनि आयो। 4औं खुट्टों के सबै आए गच्छ 84 जो अरहन्ती, दत्तजी 10 नामी जो महन्ती, आए कर्म उपासनी वेदान्ती, भई नै रे 9 खण्ड आरती। सबै पो आएछन्। अन्धा राजा, अन्धाले एक सेन्टेन्समा माग के माग्छ भन्दाखेरि, घर मुनि बारी, बारी मुनि खेत, 20 तलामा माइला छोराको नातिले चाहिँ मोही पारेको 2 आँखालाई देख भनेर पुरै परम्परा मागिरहेको थियो। एउटै चौपाइमा प्राणनाथजीले सबै त सकिदिनु भयो। आए गच्छ 84। अब यो गच्छ, यो अरहन्ती शब्दहरू छ नि, यो जैन र बुद्धिस्ट सम्प्रदायको शब्दहरू हो। जैन धर्मको र गौतम बुद्धको बुद्धिस्ट परम्परा, महावीर जैनहरूको शब्द हो यो। र गच्छ जैनहरूमा, अरहन्ती यो चाहिँ बुद्धिस्टमा। कोही बेला चाहिँ फेरि कसै कसैले चाहिँ अरहन्तीलाई जैनको र गच्छलाई बुद्धिस्टको पनि भन्छ है। त्यो यताउता एउटै हो, उसमा सँगसँगै हो उहाँहरू त, कतिजना नाम त्यो हुनु चाहिँ फेरि दुईटै शब्द पनि छ। जैनहरूमा नि गच्छ शब्द पनि छ, अरहन्ती पनि छ, बुद्धिस्टमा जैन गच्छ दुईटा। तर भन्न चाहेको चाहिँ के भन्दा, गच्छ भनेको शब्द आएको चाहिँ सङ्घहरू, गच्छ भनेको ग्रुप, सङ्घ। त्यो गच्छाई भनेको चाहिँ जानु, शरमा जानु भन्ने। अनि यो चाहिँ एउटा सिद्धि टाइटलहरू हो
हाम्रोमा परमहंसहरू भने जस्तो। अनि सङ्घ गच्छ भनेको सङ्घ, 84 गच्छ भनेको 84वटा सङ्घ संस्थाहरू, उहाँहरूको ब्रान्च, उहाँहरूको स्टेप। त्यसरी अरहन्ती भनेको पनि हन्ती भनेको नासुनु, अरहन्ती भनेको म रूपी अहङ्कारलाई ध्यानले तपस्याले नाश गरेर एकदम परमहंस भएको अरहन्ती टाइटल हो यो। जस्तो हाम्रोमा निजान सम्प्रदायमा एकदम परमहंस फल्ना फल्ना भन्दाखेरि कस्तो खालको भावना? गुरुजी मङ्गलदास, परमहंस गुरुजी मङ्गलदासजी भन्दाखेरि कस्तो भावभित्रमा आउँछ? उहाँहरू त एकदम संसारदेखि पर माथि उठेका आउँछ कि आउँदैन भाव? हो त्यस्तै उहाँहरूको सम्प्रदायमा उहाँहरूको अरहन्ती फल्न अरहन्ती टाइट निर्माण पद प्राप्त गरिसकेको भनेपछि उनीहरूले धेरै तपस्या गरेर गुफा कन्दरामा बसेर हावापानी जम्मै त्यागेर यसरी बुझ्नुहोस्। हो त्यस्तोमा चाहिँ अरहन्तीहरू, त्यता बडा बडा निर्माण पद थापेकाहरू, ती गच्छहरू, सङ्घ संस्थाहरू 84 रहेछन्, ती जम्मै आए अरे। कसरी आए सबै? हो त्यसरी जीवहरू त्यो दर्जामा पुगेका पनि परब्रह्म परमात्माको आवाज, प्राणनाथजीले अक्षरातीत परब्रह्म परमात्माको आवाज, त्यो आवाज चाहिँ भाइब्रेसन भएर ती आत्माहरूमा पुगेर ती आत्माहरूले थाहा पाए, अहो हामीले खोजेको परब्रह्म परमात्मा आइपुग्नु हो भनेर उनीहरू आत्मा रूपमा आएर प्राणनाथजीको दर्शन गरे। उहाँहरूको सिद्धान्त पनि आयो। अब दत्तजी त फेमस, दत्तजी 10 नाम सन्यासीहरू, महन्तीहरू, मलाई नष्ट गर्ने परमहंसहरू, उहाँहरू। दत्तात्रेयको पनि सम्प्रदाय चल्छ, उहाँहरूको दत्त, तिनीहरू उहाँ चाहिँ दत्तजी 10 नाम सन्यासीहरू, वेदान्तमा 10 नाम सन्यासीहरू आउँछ। ल अब यी सबैका हिस्टोरिकल ब्याकग्राउन्डहरू अब अध्ययन गर्दाखेरि नभेटिने होइन है, यहाँ सबै व्याख्या गरेर त पार लाग्दैन। अब उनीहरूको त्यो क्रियाहरू प्रक्रियाहरू कुण्डली जगाउने जम्मै कुरो जे गरे पनि शरीरकै भित्रको कुरा गरेको हो। प्राणनाथजीले भन्नुहुन्छ होइन, तपाईँको शरीर छुटेपछि आत्मा चाहिँ ठेगाना कहाँ हो त्यो चाहिँ भन्नु न भने यही कुरोमा प्राणनाथजीले सबैको मुखमदन गरिरहनु भएको छ। ल आए उनीहरू पनि। प्राणनाथजीले आएर अक्षरातीत परब्रह्म परमात्माको सृष्टिको महाकारण बताउँदाखेरि त छ्याङ्गै उनीहरूले हाम्रो साधन त अक्षरको सपनाको शरीरको मेरो सपनामा सपनाको भुँडीमा नानी, नानीको भुँडीको किराहरू भएर ध्यान धारणा गरेर आएको त्यस्तो नक्सा पो पाएँ आफूले आफूलाई। कहाँ रहेछ परब्रह्म परमात्माको महाकारण धाम? मैले त अक्षरको पनि सपनाको भित्र गरेको साधन, म त्यहाँ पो अरहन्ती भएर बसेको रहेछु, त्यहाँ पो म गच्छ 84 भएर बसेको, त्यहाँको पो त महन्ती भएर बसेको रहेछु भनेर उनीहरू छ्याङ्ग भएर प्राणनाथजीको तारतम्य सिद्धान्तमा आएर समावेश भए। आए कर्म उपासनी वेदान्ती, वेदको जान्नेवाला वेदान्ती, सर्वम खल्न ब्रह्म भनेर सबै ब्रह्मै ब्रह्म भन्नेहरू पनि आए। प्राणनाथजीले भन्नुभयो सबै ब्रह्मै ब्रह्म त्यही हो, तर सत्ताबाट चाहिँ हो, स्वरूपमा चाहिँ ब्रह्मधाममै छ नै। त्यसै कारण उपासना गरेर सतलोकको साधना गर्नेहरू, सालोक्य सामिप्य सारूप्य साइजस मुक्तिका साधना गर्नेहरू पनि यो त यिनको प्रवचनबाट थाहा भयो, यो त वैकुण्ठ आदेशु लोकेशु गमना गमनम प्रभु, यहाँ त मुक्ति रहेन रहेछ भनेर प्राणनाथ शरणमा आए। कर्म उपासना, कर्मको उपासना गर्ने भनेको निष्काम कर्मयोगद्वारा मुक्ति हुन्छ भनेर बसेका थिए प्राणनाथ। निष्काम कर्मद्वारा मुक्ति हुन्छ होइन, मुक्तिको पात्र चाहिँ हुन्छ हो। मुक्तिको लागि त परब्रह्म परमात्माको स्वरूपको ज्ञान ध्यान हुनुपर्छ, त्यहाँ त्यो स्वरूपसँग प्रेम हुनुपर्छ, त्योसँग अद्वैत हुनुपर्छ, स्वलीला द्वैत हुनुपर्छ भन्ने ज्ञान दिँदाखेरि चाहिँ उहाँहरू पनि प्राणनाथ शरणमा आए।
आए सट दर्शनी, माथि वेदान्ती भनेको छ, हो त्यही दर्शनमा सट भनेको छ दर्शनीहरू, न्याय मीमांसा यस्ता छ दर्शन सट दर्शनीहरू। सट शास्त्र वेदी, सट शास्त्र छ शास्त्रहरू पढ्ने ज्ञानी, वेदान्त शास्त्र पनि त्यही हो, मीमांसा शास्त्र। त्यसले गर्दाखेरि कपिल देवले दिएका, कर्णले दिएका, शङ्कराचार्यले दिएका अद्वैत वेदान्तहरू यी जम्मै न्याय शास्त्र, मीमांसा शास्त्र। श्रीराज आए सटदर्शनी शास्त्र वेदी 72 फिर्के मुसलमानहरूमा 72, उहाँमाथि गच्छ भनेको छ, त्यस्तै गरिकन फिर्के भन्छ कुरानमा। फिर्के भनेको मोहम्मदले दिएको खुदामा जाँदै थिए, जाँदै नभेटेर फर्के भएर फिर्के भएर, बाटोमा जाँदा भेटेर फर्के नाम फिर्के भयो। अनि त्यहाँदेखि आएर बटवारा भए, अनि 72 ब्रान्चेस भए। मुसा पैगम्बरको 71 फिर्के, ईसाको 72 फिर्के, मुसलमानको 73 फिर्के, मोहम्मदको। यहाँ चाहिँ 72 फिर्के भनेपछि इसाईहरूको हो। अब 72, 73 यो जम्मै त्यही सम्प्रदायहरूको। अथर्व वेदी, अब ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्व वेदलाई चाहिँ, अथर्व वेदको ज्ञानीलाई चाहिँ अलगै दर्जाले हेर्छन् क्या, सम्मानको दर्जाले हेर्छन् अथर्ववेद। त्यसमा चाहिँ अयम आत्मा ब्रह्म, आत्मा नै ब्रह्म भनेको छ। अनि निकै साधनेहरू, निकै तपस्वीहरू हुन्छ यिनीहरू। जस्तो 18 पुराणको ज्ञानी भए पनि लास्टमा भागवतको ज्ञान भएन भने त्यसको मान्यता हुँदैन। त्यसले गर्दाखेरि भागवतको ज्ञानी भयो भने चाहिँ 17 पुराणको सम्मान पाउँछ क्या। त्यसले गर्दाखेरि भागवत ग्रन्थको हिसाबले एकदम ज्ञानी भयो। तर भागवतमा त कति विषय छ, त्यहाँभित्र पनि कृष्ण तत्त्व जानेर, कृष्ण तत्त्वको पनि फेरि द्वारिका पनि कृष्ण तत्त्व हो, मथुरा पनि कृष्ण तत्त्व हो। गर्दै गर्दै ब्रजरासको प्रेम तत्त्व भने चाहिँ त्यही ग्रन्थ पढेको सम्मानमा पनि कृष्ण भक्त प्रेमी पनि ब्रजरासको प्रेममा मस्त रहनेको दर्जा अलगै हुन्छ। हो त्यसले गर्दाखेरि अथर्ववेदको पनि त्यस्तै हो। 18 पुराणमा भागवत, भागवतमा पनि कृष्ण प्रेम भने जस्तै ऋग्वेद प्रज्ञानमा आनन्दम ब्रह्म, यजुर्वेद र सामवेद अहम ब्रह्मास्मि तत्त्वमसि हुँदै हुँदै एकदम सारा अयम आत्मा नै ब्रह्म हो भनेर आत्मा ब्रह्म ऐक्य एउटै भनेर यो ज्ञानमा चाहिँ पुग्नलाई धेरै माथि, धेरै स्टेपहरू गएको, धेरै साधना गरेको हुनुपर्छ। र त्यस्ता साधनेहरू पनि महामती पुराणिक शरणमा आए। किन आए भन्दा ओहो हामीले त आत्मा नै ब्रह्म भनेर भनेका थियौँ, तर आत्मा त ब्रह्मको अंश रहेछन्, तर ब्रह्मकै लीलाका सदस्य भन्ने कुरो अर्कै परो। र छायाको कुरा गरेछौँ, तर प्रतिबिम्बको कुरा गरेछौँ सपनाका। सपना देख्नेवाला र सपना उत्पन्न भएको एउटै हो। त्यसै गरिकन अक्षरको सपनामा चाहिँ हामी एकदमै आत्मज्ञानी बनेका रहेछौँ। तर यो चाहिँ दृष्टान्त रहेछ। तर सरक्क गएर परब्रह्म परमात्माकै ब्रह्मलीलाको अंश ब्रह्म आत्मा त अर्कै रहेछन् भनेर चाहिँ ब्रह्म आत्माको प्रसङ्गमा आएर चाहिँ के गरे, सबै अथर्ववेदी आयम आत्मा ब्रह्म भने आयम म परब्रह्म परमात्माको अङ्गना स्वरूप भनेर चाहिँ सिद्धान्त आएर प्राणजीमा मिल्यो। यसरी सकल कैदी और बेकैदी, कैदी र बेकैदी भनेको चाहिँ त्यो जाहेरी उसमा चाहिँ कैदीहरू, त्यो औरङ्गजेब बादशाहले
सबै साधु सन्तलाई बाँधेर राखेको थियो, जेलमा राखेको थियो। प्राणनाथजीले देख्ने बित्तिकै उहाँहरू त्यो कैदीबाट छुटेर आए भन्ने एउटा जाहेरी अर्थ आउँछ। आएको पनि छन्। प्राणनाथजीलाई देख्ने बित्तिकै चिन्नेहरू त आफै उनीहरू चमत्कारिक भएर पो आएका छन् त, त्यो पनि एउटा मजा आउँछ सुन्नु। अब अर्को आए सकल कैदी भनेको आफ्नो गुण अङ्ग इन्द्रियलाई कैदमा राखेर ब्रह्मको चिन्तन गर्नेहरू पनि आहा हाम्रो गुण अङ्ग इन्द्रिय साधेर बसेको फल लाग्यो भनेर कैदी पनि आए। अर्को बेकैदी भनेको ब्रह्म कसले देखेछ भनेर ऋणम कृत कृत कृतम पिबेत भनेर गुण अङ्ग इन्द्रिय छोड्ने नास्तिकहरू पनि प्राणनाथ शरणमा आए कैदी और बेकैदी भई नै रे नौखण्ड आरती। र साधक असाधकहरू जम्मै आए भन्दा पनि कैदी बेकैदी। यसरी बुद्धजी की ज्योते कियो प्रकाश, बुद्धजीको ज्ञानको ज्योत भनेको तारतम, तारतमले हद्द बेहद्द परातम कियो प्रकाश। यसरी त्रिलोकीको, पातालको, मर्त्यलोकको, स्वर्गको, वैकुण्ठको, क्षर पुरुषको, त्रिलोकीको तिमिर अज्ञान के विषयमा अज्ञान, सृष्टिको महाकारण नजान्ने अज्ञान, परब्रह्म परमात्मा प्रेम स्वरूप हो तर संसारको प्रतिबिम्ब प्रेमलाई मोहलाई नै प्रेम बनाउने अज्ञान, यो जम्मै अज्ञानलाई कियो नाश, तारतम ल्याएर नाश गर्यो। र के गर्यो त भन्दाखेरि सृष्टिको ज्ञान सृष्टिसम्म मात्रै हो, तर परब्रह्म परमात्माको पास्न जानलाई परब्रह्म परमात्माकै ज्ञान चाहिन्छ भनेर उहाँहरूलाई शरीर संसार विज्ञानको यो ज्ञानलाई देखि माथि उठाएर परब्रह्म परमात्माको ज्ञान दिनुभयो। तिमिर त्रिलोकीको तिमिर के हो नाश, धरतीको देवी देवता त्रिदेव सञ्चालक जीव ईश्वर सबैको अज्ञान हटाएर ओहो म त परब्रह्म परमात्माको आनन्द स्वरूपा अष्ट ब्रह्म लीलामा मस्त रहनेवाला म त ब्रह्म सृष्टि परमधामको भन्ने ज्ञान भयो। लीला खेले अखण्ड रास विलास। यसरी परब्रह्म परमात्मा त लीला पुरुषोत्तम अक्षरातीत खेले अखण्ड रास। यहाँ शास्त्रमा रास रसोई ब्रह्म रस ब्रह्म रसरूप भन्थे। रसरूप ब्रह्म त ब्रजलीला रासलीला गरेर गइसकेछन्। अनि अखण्ड रास भनेको त यो रास त सानो एउटा यहाँनिर अक्षरलाई ब्रह्मात्माको प्रेम लीला कस्तो हुन्छ भन्दाखेरि यसो खुसबु जस्तो यहाँ रासलाई रमाइएको रहेछन्। तर अखण्ड रास त भइरहने ब्रह्मलीला परमधामको रास त अर्कै रहेछ नि हो। खेले लीला खेले अखण्ड रास विलास। त्यो परमधामको भाव भक्ति लिएर साक्षात महामती प्राणनाथजीलाई परब्रह्म स्वरूप मानेर यसरी पन्नाको भूमिमा 11 वर्षमा जागने रास रमे र त्यही तारतम ज्ञानद्वारा प्राणनाथजीलाई चिनेर बाल वृद्ध नर नारी जो इलम लिया मेरा बुझ सो साहेब कर पूज्य अरसका यही बुझ दिव्य परमधामको स्वरूपमा खडा हुन्छ। यसरी लीला खेले अखण्ड रास विलास परमधामको रास विलास जाने भई नै रे नौखण्ड आरती। यसरी पिया हुकुमे गावे महामत। म इन्द्रावती आत्मा महामती दर्जा भएर भन्दैछु मेरो आफ्नो यो सबै गाउने किने क्षमता छैन, तर परब्रह्म परमात्माको पियाको हुकुमले इन्द्रावती आत्मा महामती दर्जा भएर गाउँदैछिन्। यो सबै तारतम बानी यसरी पियाको हुकुमले गाएको हो। मेरो आफ्नो आइडेन्टिटीमा केही पनि छैन। वेद शास्त्र उपनिषद ताला रूपी ल्याएर त्यहाँ अलिअलि परमधामको अलग अलग कुरा कुरान पुराणमा राखेर अब सरक्क त्यहाँबाट परमधाम परक शब्दहरू निकालेर एउटा हार तयार गरेर आत्माको ईशक र इमान रूपी हातमा दुईटा यो शास्त्र प्रमाण परोक्ष प्रत्यक्षको
निर्णय लिएर निश्चिन्त हृदयले म दिव्य परमधामको ब्रह्मको आत्मा हुँ भनेर त्यो हार चढाउनलाई रेडी गराउने मामतीको यो ज्ञानले उडायो असत। अहिलेसम्म असतलाई सत मानिरहेका थिए, नाशवन्त सपनिक ब्रह्माण्डलाई अविनाशी सम्झिरहेका थिए र आत्मा नै अक्षर ब्रह्म भनेर मस्त भइरहेका थिए र विष्णु नै उत्तम पुरुष नारायण भनेर ढुक्क परेका थिए, तर असतलाई सत मानिरहेका थिए। अब असतलाई असतकै छ र सतलाई सतकै तर दुधलाई दुध पानीलाई पानी, सपनालाई जागृत अलग गरेर छुट्याइदिने यस्तो उडायो असत अनि थाप्यो, स्थापित गरिदियो के सत, के गरिदियो सत। र यो असत सपना ब्रह्माण्ड हटाएर सपना देख्नेवाला अक्षर पुरुषलाई छ्याङ्गै देखाएर अनि अक्षर पुरुषको बेहद्द लीलाको पनि अनुभव गराएर अब उहाँ चाहिँ परब्रह्म परमात्माको सत अंशको अनेकौं कलामा एक कला हो। र यो बेहद्द एरिया अक्षरको लीला हेरिसकेपछि अब परमधामको लीला हेरौँ। परमधाममा अब बिहान 6 बजी शिवराजी महाराज उठेर तिसरी भूममा आएर अब सम्पूर्ण वन पशु पंक्षीलाई सिंचन गर्नुहुन्छ। तिजी भूम किजो पडसाल, ठौर बडे दरबाज विशाल, धानी आवत हैं उठी प्रात, वन सिंचत अमृत अगाध भनेर बिहान 6 बजीदेखि बेलुका 9 बजीसम्मको ब्रह्मलीलाको आत्मा र परमात्माले त्यो आनन्दको लीलाहरू गर्थे। हो त्यो लीलाको धाम स्वरूप लीला चाहिँ संसारको झुठे नाशवन्त जीवको हृदयमा स्थापित गरिदिनु भयो। हो त्यसको नाम हो थाप्यो। उडायो असत थाप्यो सत। त्यो परमधामको 25 पक्ष लीला ब्रह्मलीला त्यो स्वरूप त्यो श्रृंगार सबै यो महामती प्राणजीको तारतम ज्ञानले झुठो अन्तस्करणमा के गरिदियो, स्थापित गरिदियो। सब पर कलश। अब महामती प्राणजीको यो तारतम अक्षरातीतको सिद्धान्तले कहाँ पुर्यायो भन्दा हद पार बेहद, बेहद पार अक्षर, अक्षर पार वतन, दिव्यो हि अमृत पुरुषः अक्षरात् परत पर कलश देखायो। यसरी यो तारतम ज्ञानद्वारा सब पर कलश हुआ। सबै सिद्धान्तको कलश रूप बन्यो तारतम महामती प्राणी हरिद्वारमा। अब यो कलश जस्तो ज्ञान, कलश स्वच्छताको प्रतीक पनि हो, कलश जिम्मेदारीको प्रतीक पनि हो, कलश अग्रिम सूचना हो। तारतम ज्ञान हर प्रकारले अग्रिम, विरहको कलश, सम्बन्धको कलश, ज्ञानको कलश, निशंकताको प्रतीक तारतम ज्ञान सब पर कलश हुआ। सबै माथिको आखर त मोहम्मद साहेबले मोगको 1000 साल आउने स्वरूप इमाम मेहदी आखरत वो आखरत सृष्टिको अन्तिममा कलियुगको अन्तिम आखरत दुई परार्थ अष्टविंशति कलियुग में बुद्ध कल के अवतार जाहेर होने का विषय। यो आखरको समयमा तारतम वाणीद्वारा लक्ष्य रूपी कलश अक्षरातीत जाहेर भयो। यस्तो स्वरूप मानेर भइ नै रे 9 खण्ड आरती, सबैले प्राणजीको आरती उतारे। कति राम्रो। त प्यारे सुन्दर साथजी बिहानै विषय पूजा गर्दै गर्दै बेलुकाको बन्दोबस्तहरू गर्दै गएर हरिद्वारको यो मजलमा चाहिँ यसरी सन्ध्यामा यो अर्जी बोलिन्छ। बिहानै किन नबोला, यो ब्रह्ममुनिहरूले यो भैनेर आरती किन बेलुका राख्यो, बिहान सिराज ठकुरानजी भन्ने ठाउँमा यो पनि राखेको हुन्थ्यो भनेको चाहिँ यस्तो हो। तारतम सद्गुरुको समय उदय हुँदै 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 आएर अब हरिद्वारमा आइपुगेर चाहिँ ब्रह्म जाहेर हुनु भनेको बेलुकाखेरि हो, बुढापाको नलेज हो यो। अब प्राणजीमा सबै सिद्धान्त आएर समावेश भएको यो दिनभरि प्रचार भएर बेलुका आरती गरेको। त्यसमा बेलुका बोल्या
बेलुकाको सेवा पूजामा राखिदिएको क्या यो दिनभरि सबै खेल हेरिसकेर अनि साथ भइसक्यो दिनभरि अनि बेलुका आरती उतारे नि त। अनि त्यो हरिद्वारमा बेलुका आरती गर्छन् अहिले पनि। प्राणजी आरती गर्थे, सबैले जय जय गर्दै आरती गर्थे। प्राणजीको आरती गरे, प्राणजी हुन्जेल गरे, त्यहाँदेखि फेरि बिर्सेर फेरि पुरानो लाइन गरे। यस एक जमानामा त भयो नि त। जो जो आउँथे आए। त्यसमा धन्न कृष्णदास भण्डारी आए अनि नेपालमा धर्म लिएर गए। त्यो हुँदै हामी पनि आइपुग्यो, राम्रै भयो। ल राजी महाराज, अब भोलिदेखि चाहिँ बेला त्यहाँ सेवा पूजा गर्दाखेरि सबै सुन्दर साथहरू श्री विजयानन्द की आरती प्रेम मंगल अवतारती सखिया प्य परवारती भय नै रे नखण्ड आरती भन्दाखेरि हात जोडेर कण्ठस्थ भएका यी चौपाईहरूलाई प्राणजी माथि झललल प्राणजीको स्वरूपलाई हरिद्वारमा देख्दै 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 आफ्नो ध्यानलाई हेर्न त तपाईँको ध्यान कति मजबुत छ। प्राणजीले धाम दिनुभयो, स्वरूप दिनुभयो, लीला दिनुभयो र त्यो परमधामको शब्द याद गर्दै गर्दै यो खेलमा आएर हमको खेल देखाउनका अमथि पहिले पधारे श्रीराज 5 बेर आए धनी मुझ कारण साक्षात धामधनी महामती प्राणजी हरिद्वारमा दुष्टाई सबको संहारती सुख अखण्ड आनन्द विस्तारती। म त्यो दुष्टाईबाट हटाएको व्यक्ति हो, अर्थात् मेरो हृदय सबै दुष्टाई हटाइदिनु भएको छ भनेर आफूलाई निर्मल सम्झिने, पवित्र सम्झिने, प्रेमी सम्झिने। त्यतिखेर अभ्यास गर्दा गर्दा अब तपाईँको दिलमा कसैपट्टि दुष्टाइपना हुँदैन, कतैपट्टि नराम्रो कुभावना हुँदैन। अनि हामी तपाईँ के भन्छौँ, सच्चो अर्थमा सुन्दर हृदयवाला साथ भन्छौँ। र यो हाम्रो प्राणजीलाई प्राणजीलाई अभिनन्दन त गरिरहेछौँ, गर्दा गर्दै आफैलाई अभिनन्दन। अब यस्तो खालको तपाईँले हृदयमा परमधाम राख्ने तपाईँको स्वभाव भयो भने तपाईँलाई नै छोराछोरीले अभिनन्दन गर्छन्, तपाईँलाई नै शिष्यहरूले अभिनन्दन गर्छन्, तपाईँलाई नै समाजले अभिनन्दन गर्छन्। र प्राणजीलाई अभिनन्दन भयो भनेर सक्यो होइन। अब हामीले यो परमधामको भक्ति बढाएर हृदयलाई उज्यालो प्रकाश बनाएर चाहिँ अब समाजले पनि हामीलाई अभिनन्दन गरून्। कमसेकम बुहारीले त अभिनन्दन गरून् यार सासूलाई, कमसेकम श्रीमान श्रीमतीले त आपसमा अभिनन्दन गरून्। तो कमसेकम शिष्यहरूले गुरुलाई अभिनन्दन गरौँ। पैसा खुवाएर घुस खुवाएर होइन है, फेरि न बन्दुक देखाएर डर देखाएर भावले तपाईँको सेवा हेरेर, तपाईँको स्वभाव हेरेर यस्तो खालको आचरण बनाउनु पर्यो। त्यो सबै सम्भव छ। तपाईँ परमधामको अष्टप्रहर लीलामा श्वास श्वास निज नाम जपो वृथा श्वास मत खोय। हृदय अटोमेटिक राज्यको प्रेममा डुब्दछ। हृदय अटोमेटिक दिव्य परमधाममा पशु पंक्षीहरू सबै राज राज पिउ पिउ धनी धनी भनेको हृदयमा देख्न थालिन्छ। अनि कसको फुर्सद संसारमा, कसैमा दुश्मनी बोल्नु, कसैको के गर्नु सबै बिर्सिन्छ संसारमा। र त्यसले गर्दाखेरि सुन्दर साथजी बिर्सिने कुरा थुप्रै छ, तर अर्काको पैसा खाएको छ नबिर्सनु है, त्यो चाहिँ फेरि तिर्नु नि। प्राणनाथ प्यारेकी मलाई त बिर्सिने आदत लागेछ हो राज्यमा डुबेर भनेर चाहिँ। त्यहाँदेखि आफूलाई दिएको गाली चाहिँ नबिर्सिने, अर्कालाई दिएको गाली बिर्सिने, आफूलाई गरेको उपहार, आफूले गरेको उपकार चाहिँ नबिर्सिने, आफूलाई गरेको अपकार नबिर्सिने है। र अलिकति होस पुर्याएर साधना गर्नु पर्यो। दया भाव, प्रेम भाव र आफूमाथि कसैले गरेको अनुग्रह छ त्यो चाहिँ कहिले बिर्सिनु भएन। आफूबाट कसैको भलाइ भएको छ भने ठिकै छ, त्यो बोकेर मैले त्यसलाई यस्तो गरेको छु गरेर आफूले गरेको सेवा भाव बोकेर नहिँड्नु। त्यो चाहिँ जति गरे ती बिर्सियो।
अरूले गरेको सेवा भाव चाहिँ कहिले बिर्सिनु हुँदैन। उहाँले कृतज्ञ रहनुपर्छ। त्यसले आफ्नो अहङ्कारलाई जहिले पनि अगाडि बढ्न दिएको हुँदैन। आफूले गरेको दान पुण्यहरू बिर्सिनु पर्यो, त्यसले अहङ्कार घट्छ। अरूले गरेको कृतज्ञताहरू, जरुरतमाहरूले गरेका मद्दतहरू नबिर्सिनाले पनि अहङ्कार कहिले अगाडि आउँदैन। यिनै टेक्निकहरू सिक्दै सिक्दै परमधामको भक्तिमा बाधा नपर्ने गरी व्यवहार गर्नु पर्यो। त्यसर्थ सबैलाई अनुग्रह, सबैलाई प्रेम भाव र मिलावट गर्नेहरूलाई पनि सन्देश, दुधको बिक्री गर्नेहरूले दुध मात्रै बिक्री गरौँ, मिलावट नगरौँ, व्यवहार शुद्ध हुनु पर्यो। अब त यस्तो भएछ संसार, घुस खानु पाप हो, रिश्वत लिनु, तर अब चाहिँ त्यसले पनि ग्रान्टेड भएछ क्या। त्यसले पनि अब अलिकति प्रमोसन पाएछ। कस्तो घुस त अब यस्तो भयो, सबैले लिन्छै लिन्छ। त्यसले गर्दाखेरि त्यसले चाहिँ घुस खाए पनि काम चाहिँ गर्छ है भनेर त घुस खानु चाहिँ स्वीकार भयो, काम गऱ्यो भने घुस खाएको पाप नलाग्ने भयो। रिश्वत लिएर काम गऱ्यो होइन, घुस खाए पनि काम चाहिँ गर्छ। अर्को एउटा ग्रुप छ घुस खाएर पनि काम नगर्ने, अर्को एउटा ग्रुप रहेछ त्यसले जन्माएछ के घुस खाएर काम गर्ने। र घुस खानु गाउनु भयो, काम गर्नु र नगर्नु भयो होइन। त्यसले गर्दाखेरि मान्यता प्राप्त भयो समाजमा। अब घुस खाए पनि के गर्छ, काम हो। मान्छे एक नम्बर यो मान्छे एक नम्बर मान्छे हो, किन घुस खाए पनि काम गर्छ। ल त्यस्तो भयो त, मान्यता प्राप्त भयो। त्यसै गरिकन अब मिलावट गर्नेहरूले मिलाउनु नै हुन्छ भनेदेखि कृपा गरेर दुधमा पानी मिलाउनुहोस्, तर नालीको पानी चाहिँ नहालिदिनुहोस्, राम्रो खालको पिउने पानी नै हालिदिनुहोस्, ताकि स्वास्थ्यसँग खेलवाड नहोस् होइन। त्यस्तो भयो सल्लाह दिने बेला भयो, तपाईँ के गर्नु, परमधाम जाने बेला भइसक्योस्, आफू त अलिक शान्ति हुनु पर्यो नि त, कति टेन्सन लिनु है। त्यसले गर्दा मिलाउनुहोस्, तर कमसेकम नानीहरूले त्यही तपाईँले दिएको दुध पिउँछन् होइन। तपाईँले केमिकल हालिदिनु भयो, त्यो नानीको त जिन्दगी सक्यो नि त। अब 10 वर्ष नपरि लिभर कमजोर भइदिएला। त्यसले गर्दाखेरि हे दुध बेच्नेहरू मिलाउनुहोस् हो, तर नालीको पानी उठाएर के केमिकल नमिसाइदिनुहोस्। के गर्नुहोस्, घरको धाराको पिउने पानी हालिदिनुहोस्। 1 लिटरमा 2 लिटर हालिदिनुहोस्। बरु त्यो घरको आमाले दुध पानी नथपिकन बरु दुध पिलाउनु होइन। चिया पाउँदाखेरि सिधै दुधमा बरु चिया पकाउनु, पानी थप्नु परेन नि त होइन। कमसेकम स्वास्थ्य त ठिक रहन्छ। स्वास्थ्य ठिक भयो भने फेरि पैसा कमाउला, त्यस्तै 3 डबल पानी हालेको दुध फेरि किनौला होइन। तर स्वास्थ्य नरहेपछि त त्यसले गर्दाखेरि स्वास्थ्यसँग चाहिँ खेलवाड नगरिदिउँ। दबाई बेच्नेहरूले दबाईको पनि स्वास्थ्य हानिकारक गर्ने गरी दबाई नगरिदिउँ है। डक्टरहरूले पनि बरु पैसा लिउन्, केही छैन, तर यो साधुले पैसा दिँदैन भनेर हात जताभावी सुई नलगाइदिनुहोस्। हामी पनि धेरै समाजको काम गर्नु बाँकी छ। बरु पैसा सबै लिनुहोस् जति लिन्छ, तर साधु भनेर उल्टा सुई नलगाइदिनुहोस् है। हिसाब र पिसाब भनेको साफ हुनुपर्छ, नभए स्वास्थ्यमा हानि हुन्छ। त्यो क्लियर कुरा गरौँ होइन। घिउ बेच्नेहरूले डाल्डा नमिसाइदिनुहोस्, बरु चम्पा केरा मुसेर त्यो मात्रै एकदम मुसेर त्यो मिसाइदिनुहोस् बरु घिउमा। मिलाउनु नै हुन्छ। मह बेच्नेले अब के मिसाउनु पर्ने हो, चिनी चपकाएर हुन्छ, चिनीले खानेर गरेको छ, महमा मिलाएर खायो नि अब के गर्नु। नभए त केही पनि नमिलाइदिनुहोस्, जति छ त्यति। त्यो मिलाएको पैसा त्यसरी नै आएको पैसा त्यसरी नै सँग दुःख पाइन्छ भन्ने कुरो कर्मयोग सिक्नुभयो भने सजिलैसँग जीवन चल्छ।
खासमा टिचिङ त त्यो हो नि। अब दिँदा दिँदा बुझ्दैन, बरु स्वास्थ्यलाई हानि गर्नेहरू चाहिँ नमिलाइदिनु हो भन्न खोज्यो। अब के गर्नु, त्यस्तै त्यस्तै मिलावटहरू के छ अरू स्वास्थ्यमा हानि हुने। अब त्यसो गर्दा गर्दा अब सिमेन्टमा के मिलाइदिन्छन्, बेसारमा भुस मिलाउने हो। अब त्यो भुस त हानिकारक भयो। चामलमा प्लास्टिक मिलाइदियो, प्लास्टिकको चामल, यो हानिकारक हो। अब यो बरु ढुङ्गा मिसाउ सानो खालको, कमसेकम छानेर खाउँला बरु। जस्तोको तस्तै छ, चिन्न सकिँदैन। त्यसले गर्दाखेरि र यो मिलाउ भन्ने ज्ञान दिएको चाहिँ होइन, यो चाहिँ हारेसे होइजित भएको। यो चाहिँ अब हारियो नि त, अब नमिला सत्यमेव जयते त अब कहिले हो कहिले हुन्छै हुन्छ। र हामी दोकानदारहरू छौँ, के व्यवसायमा छौँ, अब त्यसलाई जाग्ने आत्माहरूले यस्तो केही नगरौँ। अजागृतलाई कसरी अब जगाउने हो। विद्यार्थी पढाउने टिचरहरू हुनुहुन्छ भने अब घरको झगडा र म्यानेजमेन्टको झगडा लगाएर विद्यार्थीहरूमाथि नकोच्याउँ। उनीहरूको त सबै कुरो सुम्पेर तपाईँको पासमा आएका छन् ज्ञान सिक्नलाई, र उहाँहरूलाई सही ज्ञान दिउँ। यस्तै यस्तै जग्गा जहाँ छौँ ती जागौँ र जागनीको ब्रह्माण्ड सफल हुन्छ। बोलो श्री प्राणनाथ प्यारे की जय। यो व्यवहारिक ज्ञान अब सबै कुरो यता क्लियर भयो भने पो हृदय मन एकदम क्लियर हुन्छ हो। ठिक्क आफ्नो दोकानमा आफ्नो मार्जिन राखेर उसले ठिक्कै टाइममा खोल्छ, टाइममा बेच्छ, ठिक्क छ। अनि पो घरमा गएर बन्दो सद्गुरु चरणको धाममा लाग्छ। अब 2 नम्बर गरेको छ, थोपारेको छ भक्कु। अब बा सिबिआई आउने हो कि बा चोर आउने हो कि भनेर बन्दो डरले थुरथुर छ। त्यो अन्तस्करण साफ छैन, के भजन न भक्ति न केही। त्यहाँदेखि बिहान के गयो आउजीवाला अस्ति गइसक्यो। अब आउजीवाला होइन जाउवाला भयो। अब हृदयमा त्यो छैन र कर्म मामुली छैन। त्यसै कारण गीताले पहिला कर्मयोग, अर्जुन विषाद योग किन भयो भन्दा, विषाद दुखी किन भयो भन्दा कर्म ठिक भएको छैन है अर्जुन, कर्मयोग सिक अब भनेर सुरुमै कर्मयोग, कर्म सन्यास योग, यी सबै ज्ञानहरू गएको छ है सुन्दर साथ। त्यसर्थ हामी सुन्दर साथलाई ब्रजमण्डलको प्र्याक्टिकल रूप दिएर ब्रजमा गरेका साधना सबै श्री कृष्ण परक परमात्मालाई सुम्पिएर गरेका छ। भोग व्यञ्जनदेखि सबै कुरो परमात्मा भन्ने छ। आदर्श व्यक्तित्व, परमधामको प्रेम र हाम्रो कर्म अटोमेटिक प्रेममय हुन्छ। यो सर्टकट रस्ता हो तारतम्यले दिएको। त्यसले गर्दाखेरि ब्रजरासको बडा दिखावत बोझ सद्गुरुमा थियो हो। त्यो चाहिँ स्ट्यान्डर्ड लिएर परमधामको प्रेममय धामको याद गरौँ। पिया हुकमे गावे महामत, उडाए असत थाप्यो सत, सब पर कलश हो आखरत, भैनै रे 9 खण्ड आरती, भैनै रे 9 खण्ड आरती। बोलो श्री प्राणनाथ प्यारे की जय, सद्गुरु महाराज की जय, तीनों पुरी धाम की जय, गुरु जी 108 मंगलदास महाराज की जय, गुरु जी 108 दीनदयाल जी।